पिसाब धेरै बेर रोकेर राख्दा के खतरा हुन्छ त? धेरै मानिसहरू काममा व्यस्त हुँदा, यात्रा गर्दा वा बाहिर सफा शौचालय नभेट्दाखेरि पिसाब रोकेर बस्ने गर्छन्। कहिलेकाहीँ छोटो समय पिसाब रोक्नु ठुलो समस्या चाहिँ होइन है, तर बारम्बार धेरै बेरसम्म पिसाब रोक्ने बानी चाहिँ राम्रो होइन। हाम्रो ब्ल्याडर अर्थात् पिसाब थैली पिसाब जम्मा गर्ने एउटा अङ्ग हो। पिसाब धेरै बेर रोक्दाखेरि ब्ल्याडर धेरै तन्किन सक्छ, तल्लो पेटमा दबाव वा दुखाइ हुन सक्छ र पिसाब गरेपछि पनि पुरै पिसाब ननिस्के जस्तो महसुस हुन सक्छ। अर्को कुरा, पिसाब समयमै बाहिर ननिस्किँदा युरिनरी ट्र्याक्टमा ब्याक्टेरिया बसिरहन सजिलो हुन सक्छ। त्यसैले बारम्बार पिसाब रोक्ने बानीले युटिआई अर्थात् युरिनरी ट्र्याक्टको इन्फेक्सनको जोखिम बढाउन सक्छ। युटिआई हुँदाखेरि पिसाब गर्दा पोल्ने, बारम्बार पिसाब लाग्ने, तल्लो पेट दुख्ने, पिसाब धमिलो हुने वा गनाउने अनि कहिलेकाहीँ चाहिँ रगत देखिने जस्तो लक्षण आउन सक्छन्। यदि इन्फेक्सन माथि किडनीसम्म पुग्यो भने ज्वरो आउने, काम्ने, कम्मर वा ढाड दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने जस्तो लक्षण पनि आउन सक्छ। यस्तो लक्षण भयो भने चाहिँ ढिलो नगरिकन डक्टरलाई देखाउनुपर्छ। त्यसैले पिसाब धेरै बेर रोक्न बानी गर्नु हुँदैन। पिसाब लागेपछि सकेसम्म समयमै जानुहोस्, पानी चाहिँ पर्याप्त पिउनुहोस् र पिसाब पोल्ने, रगत देखिने, ज्वरो आउने भयो भने चाहिँ डक्टरलाई देखाउनुहोस्।